हेलो। र अहिले हामी चाहिँ हर्नबिल पार्क, यो चाहिँ कहाँनिर पर्छ भन्दाखेरि चाहिँ सिलगढीबाट सुकुना भएर रङटङ हुँदै आउँदाखेरि चुनभटीदेखि अलिकति मुनिपट्टि पर्छ। यो चाहिँ यहाँनिर पार्क छ र यो हर्नबिल भन्ने चाहिँ एउटा चरा हो होइन, र चराकै नाममा चाहिँ राखेको रहेछ है। र यो चरा चाहिँ के इम्पोर्टेन्ट छ नेचरको लागि र यसमा अब सांस्कृतिक रूपमा पनि यसको धेरै महत्त्व छ। र यो चरा चाहिँ नेचुरल्ली प्राकृतिक रूपमा पनि बायोडाइभर्सिटीको लागि चाहिँ एकदमै राम्रो हो। किन भन्दाखेरि चाहिँ यो चराले कुनै पनि जग्गाको नयाँ नयाँ प्लान्टहरू उमार्नुमा मद्दत गर्छ। जस्तै चराले कहीँ गइकन त्यसको बीजहरू कुनै पनि नयाँ बीजहरू खाएर होइन अर्कै जग्गामा गइकन त्यसले अब त्यसको स्टुलबाट सिडहरू उम्रिन्छ होइन। र त्यो हुँदाखेरि चाहिँ हर्नबिल चाहिँ नेचुरल्ली हिसाबले पनि बायोडाइभर्सिटीको लागि पनि एकदमै इम्पोर्टेन्ट चराहरू हो होइन। हुन त सबै चराहरू इम्पोर्टेन्ट नै हुन्छ, तर हर्नबिलको अझै महत्त्व धेरै छ होइन नेचरमा। र यसको जुन ब्रिडिङ सिजन हुन्छ, ब्रिडिङ सिजन चाहिँ तपाईँको मार्चदेखि लिएर जुनहरूसम्म ब्रिडिङ सिजन चल्छ। र यसले चाहिँ एउटा पेरेन्टियल कस्तो हुन्छ भन्ने कुरा एउटा एकदमै ठुलो उदाहरण पनि हो हर्नबिल। जस्तै अब कुनै पनि ब्रिडिङ सिजनमा एउटा फिमेल हर्नबिल चाहिँ कुनै पनि सुक्खा रुखको टोड्काभित्र बस्छ होइन, त्यहीँनिर अन्डा पारेर त्यहीँनिर बच्चाहरू हुर्काउँछ। र बाहिरबाट चाहिँ माटोले मजाले लिपेर त्यसको चुच्चो मात्रै निक्लिने बनाउँछ। त्यो बनाएपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बाहिरबाट फिमेल हर्नबिलले चाहिँ चारोहरू ल्याइकन त्यो छेडबाट छिराइदिन्छ होइन। त्यसरी नै अन्त लगभग हेऱ्यो भने 3-4 मन्थ्स जस्तै एउटा रुखको टोड्काभित्र बसेर, रुखको त्यो होलभित्र बसेर चाहिँ हर्नबिलले आफ्नो ब्रिडिङ गर्छ। र त्यसले गर्दाखेरि पनि हर्नबिल चाहिँ एकदमै एउटा पेरेन्टियल कस्तो हो, पेरेन्टियलको बहुत ठुलो इक्जाम्पल हो होइन। र त्यसको साथसाथमा हर्नबिल चाहिँ नर्थ इस्ट इन्डियामा हेऱ्यो भने चाहिँ नागाल्यान्डमा हर्नबिलको एउटा फेस्टिभल नै हुन्छ होइन। र त्यो फेस्टिभल किन इम्पोर्टेन्ट रह्यो भन्दाखेरि चाहिँ नागा पिपलहरूले चाहिँ त्यसको इम्पोर्टेन्स, हर्नबिलको इम्पोर्टेन्स चाहिँ पहिला जानिसकेको थियो होइन। र उहाँहरूले चाहिँ एउटा उनीहरूको सांस्कृतिक हिसाबले होइन कल्चरल्ली पनि हर्नबिललाई चाहिँ एउटा राम्रो बर्ड हो भनेर मानेको छ। त्यसले गर्दाखेरि पनि हर्नबिल इम्पोर्टेन्ट छ। त्यसले गर्दाखेरि हाम्रो हर्नबिल चाहिँ नर्दर्न इन्डियाहरूमा र नर्थ इस्टर्न इन्डिया, जस्तै अब यहाँनिर नर्दर्न इन्डियामै पऱ्यो भनौँ, इस्टर्न पार्ट अफ इन्डिया जस्तै अब यो दार्जिलिङहरू एरियाहरू भयो होइन। र यहाँनिर पनि हर्नबिलहरू पाउँछ। र धेरै मात्रामा हाम्रो दार्जिलिङमा चाहिँ लाठपन्चर भयो, सिटोङ भयो होइन, र यो तिनधारे र सिक्किमको कतिपय जग्गाहरूमा पनि हर्नबिल पाउने गर्छ। र यहाँनिर एकदमै राम्रो लाग्यो यो हर्नबिल पार्क। र कुनै पनि बर्डको एउटा नाममा चाहिँ हर्नबिल पार्क राखेको रहेछ, त्यसले गर्दाखेरि एकदमै दामी छ। र तपाईँहरू पनि घुम्न आउनुहोस्। थ्याङ्क यू सो मच।